सम्पूर्णमा नमस्कार। म दीपक काप्री। बर्खा लागेसँगै नेपालको विभिन्न ठाउँहरूमा चट्याङ पर्ने, गड्याङगुडुङ गर्ने र चट्याङबाट मानिसको मृत्यु हुनु सामान्य हो। नेपालमा करिब करिब एक वर्षमा 100 भन्दा बढी मानिसहरूको मृत्यु हुँदै आएको छ चट्याङको कारणले। यो डाटा यति धेरै हो कि अन्य प्राकृतिक प्रकोपभन्दा धेरै मानिसहरू चट्याङबाट मृत्यु हुने गरेको छ। यद्यपि चट्याङको बारेमा भने एकदमै कम मानिसहरूलाई मात्र थाहा छ र योबाट बच्नको लागि हामीले केही उपायहरू अपनाउन सकियो भनेदेखि सहजै योबाट हामी बच्न सक्दछौँ। सोही कारण आज मैले तपाईँहरूको माझमा चट्याङबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पोइन्टहरू, केही बुदागत तपाईँहरूलाई आइडियाहरू लिएर आएको छु। सर्वप्रथम चट्याङबाट बच्नको लागि तपाईँहरूले एक नम्बरमा आफूले आफूलाई शिक्षित बनाउनु पर्ने हुनेछ। चट्याङबाट बच्नको लागि तपाईँहरूलाई थाहा हुन पर्दछ चट्याङ के हो, कसरी पर्छ र यसको पछाडिको साइन्स के हो, तपाईँहरूलाई यो जान्न जरुरी छ। दोस्रो नम्बरमा सामान्य रूपमा तपाईँहरूले घरमा चलाउँदै आउनुभएको टेलिभिजन, मोबाइल, विद्युतीय चिजहरू जति पनि छन् ती सबै कुराहरूलाई हामीले प्लगबाट निकालेर अफ गर्नुपर्दछ। तेस्रो नम्बरमा त्यसै गरी तपाईँहरू यदि रुखमुनि हुनुहुन्छ अथवा कुनै खुल्ला ठाउँमा हुनुहुन्छ भनेदेखि चट्याङ परिरहेको बेलामा तपाईँहरू त्यहाँबाट सक्दो घरमा अथवा अन्य सुरक्षित क्षेत्रमा जानुपर्नेछ। यसै गरी चौथो नम्बरमा चट्याङ पर्दै गर्दा यदि तपाईँहरू गाडीभित्र हुनुहुन्छ भनेदेखि गाडीको सिसा पूर्ण रूपमा बन्द गर्नुपर्नेछ। यसै गरी अर्को भनेको यदि तपाईँहरू खुल्ला ठाउँमा हुनुहुन्छ र कुनै सेफ जोनमा जानको लागि सम्भव भएन भनेदेखि आफ्नो शरीरलाई सकेसम्म सानो बनाएर त्यही ठाउँमा नै बस्नुपर्ने हुनेछ। चट्याङ पर्दै गर्दा तपाईँहरू ताल अथवा यो नदीहरूको नजिक हुनुहुन्छ भने त्यहाँबाट सकेसम्म टाढा जानुपर्छ, किनभने यो पानीहरूमा अलि बढी चट्याङ पर्ने सम्भावना हुन्छ। यसै गरी चट्याङबाट बच्नको लागि तपाईँहरूले घरमा गर्नै पर्ने चिज भनेको अर्थिङ अथवा लाइटनिङ रडको प्रयोग गर्न सक्नुहुनेछ। हस्, धन्यवाद।